भोला लभर ए अमृत पलास हो ल अब हामी चाहिँ लाग्यौं यात्रा कहाँ रे टापु श्रीलंका टापु श्रीलंका टापु गाडी गएको छ ओ यता साइड बाटो गए पनि मैले पुरै गोसी टप दिएकै होला अलग्गै सुकेछ हो न पर त बाटो होला भर्खरै गाडी कुदेको छ यही बाटो हामी चाहिँ अब गाडीको ताला आयो नि त अब चाहिँ राम्रो बाटो टप्पुको नजारा हो हडेरीले सुकिरहेको घाँसहरू अब लाग्यो हामी चाहिँ लाग्दैछौँ यो चाहिँ हाम्रो पिच रोड हो यहाँ हाम्रो बाटो थाम्नु सक्छ
हामी चाहिँ बिस्तारो हामी चाहिँ बिस्तारै अगाडि बढ्दैछौँ बाटो थाना पाइ सोधी जाने हो। नसरी भए पनि पुग्नै पर्यो। बोल्नु पर्ने जानी नजानी होइन जानी नजानी भए पनि हामी अब बोल्नु पर्ने अगाडि सर्नु पर्ने भएको छौँ होइन। तपाईँहरूलाई के कस्तो लाग्छ मैले बोलेको बा रिस उठ्यो कि हजुर नरिसाउनुहोस् हाई रिस्नु छोरी ज्वाइँलाई नाता नतेनालाई पनि आशीर्वाद दिनुपर्छ। छोरी ज्वाइँलाई मात्रै दिएर हुँदैन, नाता नतेले पनि गरेर खानु पर्यो नि होइन हजुर। अब चाहिँ तपाईँहरूको लागि सिरुबाउनीको लागि अब यो गरिदिनु भएको छ तपाईँको ज्वाइँ चेलाले होइन। यस्तै हो छोरी ज्वाइँले आशीर्वाद दिनु अब तिमीहरू आउनु त अलिकति सार्नु बुढेसकालमा गएको ओइ मकै पाकिसक्यो, कोही हरियै छ। कोही थ्रेसर लाउँदैछ। ओइ ओइ यो चाहिँ मेरो मकैबारी, भिजिट गर्न आउनु होला। त्यो तलतिरको मेरो पनि देखाइदियो है। ऊ तलतिरको हरियो चाहिँ हाम्रो यहाँ मिनफोपोको, यो मासतिरको मिलनको। भन्नु न हौ केही। त्यो तलतिर मेरो हो, अलिक त्यो चाहिँ अलिक 1 महिना पछाडि आउनु। अहिले हरियो खाने भएदेखि चाहिँ आउँदा हुन्छ है। बाइक आउँदैछ। ल तिम्रो केही भन्नु छ यो मकैको बारेमा? अब यो लगभग 15-20 दिनमा अब यो थ्रेसर लाउने काम हुन्छ। अनि त्यस पछाडि पैसा पाकिहाल्यो अब। हो यता एउटै घर छैन है। छैन।